हेलो हाय नमस्ते, कैसे हो? आई होप सब ठीक है होंगे दोस्तों। वेलकम टू माय न्यू ब्लॉग। हाँ इधर और देखो दूसरी जगह देखो। हाँ और इधर इधर देखो ना कितना मट्टी ले लेके रख रहे। हेलो हाय कैसे हो गाइस, के छ खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै छु, आरामै छु। अन्त हेर्नुहोस् यहाँ यति राम्रो के भन्छ रुखहरू हरियाली, और हामी यस्तै टेल्दै टेल्दै यहाँ आएको। हेर्नु त कस्तो राम्रो सिन आएको भाइ, सही में कितना सुंदर दिख रहा है भाई। हाँ, चलो ना, पानी किधर है? पहाड़ी अच्छा देख सकते हो गाइस कितना यहाँ पर हम लोग इधर रास्ता है आगे जाने का, पर अभी थोड़ा बंद हो गया होगा। ये देखो रेती गाइस, यहाँ पर देखो अभी बहुत दिन से हम लोग आए नहीं थे, नहीं तो टहलते टहलते इधर आते थे, सब लोग वीडियो बनाते रील बनाते थे। गाइस देखो कितना सुंदर लग रहा है इधर का सीन। और यहाँ पर देखो मट्टी ले लेके रखे हैं, और ये मट्टी यहाँ तक आ जाओ भाभी, यहाँ तक। और गाइस और यहाँ पर हम लोग पिकनिक भी खाते थे, अंदर में पूरा बिल्डिंग के नीचे का एरिया है, और देख सकते हो पेड़ पौधा सुंदर सुंदर लग रहा है। और गाइस बात तो ये है कि ये मट्टी है ना गाइस, और भन्छन् नि कि हाम्रो भाषामा नेपालीमा यहीसम्म बस बस हाँ ना। ये जो माटो यो रेती छ नि गाइस, अनि भन्छन् नि हाम्रो भाषामा कि हुनेलाई जाँतै नहुनेलाई कहीँ न कहीँ भन्थे, त्यस्तै जस्तो के कति हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो गाउँमा केही व्यापार बिजनेस गर्न नसकेर, केही राम्रो नभएर बाहिर देश गएर काम नोकरी गरिराख्नु भएको छ। और यहाँ हेर्नुहोस् न, यो कसैको घर टुटेको घरहरूबाट त्यस्तो माटोहरू निकालेर ल्याउँछ, यहाँ फ्याँक्छ, अनि त्यहाँबाट पनि पैसा पाउँछ। अनि अहिले यहाँ राखेको छ, अब यो माटोलाई पनि फेरि गाडीमा हालेर फेरि लिएर जान्छ, बेच्छ गाइस। यसलाई दुईचोटि बिक्री हुन्छ, यो माटो छ नि यो दुईचोटि बिक्री हुन्छ यहाँ। यसरी पैसा कमाइरहेछन् यहाँ। हेर्नु त्यही भन्थे कि हाम्रो बाआमाले, म सानो छँदाखेरि हाम्रो बाआमाले भन्नुहुन्थ्यो कि हुनेलाई जाँतै नहुनेलाई कहीँ न कहीँ भन्नुहुन्थ्यो, त्यस्तै जस्तो हुनेलाई नेपालमै पनि कति धेरैले कमाएर राम्रो राम्रो नोकरी व्यापार बिजनेस गरेर उहीँ पनि बिल्डिङ बनाएर बसेका छन् गाइस। कतिलाई इन्डिया आएर विदेश गएर कमाउँदा पनि भइरहेको छैन। यहाँ हेर्नुहोस् न, यो माटो ल्याउँदाखेरि पनि त्यो मान्छेले पैसा पाउँछ, अनि यहाँ ल्याएर राखेर यसलाई फेरि उठाएर लगेर बेचेर पनि पैसा पाउँछ। यस्तो छ यहाँ हेर्नुहोस्। भन्न खोजेको अर्थ बुझ्नुभयो कि बुझ्नु भएन मैले के भने भनेर, कि हुनेलाई जाँतै नहुनेलाई कहीँ न कहीँ, मतलब हुनेलाई अब गाउँमै पनि भइरहेको छ, नहुनेलाई अब बाहिर देश जाँदा पनि हुँदैन, त्यो भन्न खोजेको मैले। अब मान्छेले यस्तो माटो बेचेर पनि यहाँ यी डबल डबल पैसा कमाइरहेछन् गाइस। अब के गर्ने, त्यस्तै हो, हामी यस्तै घुम्नलाई आइरहेछौँ। ए गिर गए क्या? सपट पुकुले गिर गए पुकुले। और यहाँ हामी धेरै आइरहेको थियौँ कि गर्मी हुन्छ नि, लाइट गइरहेको हुन्छ बिल्डिङमा, अन्त आइमाईहरू सबै टेल्दै टेल्दै आउँछन् घुम्दै घुम्दै। अनि अहिले त धेरै दिन भयो हामी यता आएको थिएनौँ, हामी एकचोटि यहाँ पिकनिक पनि खाएको भित्र। अनि अहिले यो कस्तो राम्रो हरियाली भएको छ कि आज यस्तो आउन मन लागेर हामी यहीँ यो तलतिर बिल्डिङ, यहीँ छ यो बिल्डिङ। अहिले त घामले गर्दा देखिया छैन, अलिअलि देखिया छ हो, त्यहाँ बिल्डिङ छ, त्यही बिल्डिङको नजिकै हो यो। यसरी आज यता आउनु मन लाग्यो, आइराखिन्थ्यो पहिला पहिला, अनि आज यी साथीहरू तलतिर उत्रेको थिएँ, अन्त ल त भनेर हामी पनि म पनि आइहालेँ। अनि कस्तो के हुनुहुन्छ हजुरहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। त्यस्तै हो जिन्दगी, परदेशी जिन्दगी। मान्छेले भन्छन् बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै भन्थे अरे, त्यस्तै जस्तो हो जिन्दगी कहानी उखान। के गर्ने, हामी पनि परदेशी हो, परदेशमा आएर घुमिया छ, फिरिया छ, नाचिया छ, गाइया छ। मेरी सहेली क्या तो करती नागोबा डोला या लागली, जंगल में शेर है, जो चाहिए ये साइड आ जाए, ये साइड सीन अच्छा आ रहा है, ये साइड सीन अच्छा आ रहा है। नागोबा डोला या लागली फुस फुस।
फुस फुस। चलिए गाइस, वीडियो पसंद आए तो लाइक करना, चैनल पर नए हो तो सब्सक्राइब करना। मिलते हैं अगले वीडियो में, तब तक के लिए बाय बाय गाइस। सभी को दिन राम्रोसँग बित्यो होला। कैसा लगा वो मेरी सहेली मजाक मस्ती कर रही है। ठिकै छ, यस्तै हो जिन्दगी। हाँसौँ खेलौँ रमाऊँ, हो कि नहीं?